सेयो चिनगुदुल साथीहरू सबैलाई नमस्कार। अब अन्तिम भाग 60 भाग नयाँ पुस्तकको युगसिप गुहा खुल्लो जा बोम कामदारको बिमा सम्बन्धी हेरिरौँ के छ है। 1 नम्बरमा मुनपप व्याकरण, 2 को बिएसटी प्लस नुन फारामे भनेको एकोले एक कारणले हो। यो चाहिँ जहिले पनि केमा लाग्छ त नकारात्मकमा मात्र लाग्छ है, सकारात्मकमा लाग्दैन। एकोले एक कारणले नकारात्मक सेन्स दिने बेलामा। 3 मा बिएसटी प्लस भोवेल एन्डिङमा रेयमेन, कन्सोनेन्ट एन्डिङमा उरेयमेन ने हो भने अथवा ने विचार छ भने। 4 को अवि शब्दवाली, 5 बोममित बिमा र बोमगुम बिमा रकम ख्वाल्यन सम्बन्धी अवि शब्दवाली। 6 वेगुगिन गुल्लोजा विदेशी कामदार छन्योङ बोहमको लागि मात्र बिमा ख्वाल्यन सम्बन्धी अवि शब्दवाली। 7 मुना वा छङ्बो संस्कृति र जानकारी। 8 वेगुगिन गुल्लोजा विदेशी कामदार ख्वाल्यन सम्बन्धी बोहम बिमा। 9 हाक्सुप मोक्फ्यो अध्ययनको उद्देश्य है। अब 10 मा हेरौँ। खाइ भान फोहोमे दर्ता गरेको भरेको बिमाको फोहोम खुमेदे बिमा रकमको बारेमा मुतको सोधेर थेरापाल्सुइट्टा जवाब दिन सक्नु। 11 वेगुगिन गुल्लोजा ख्वाल्यन विदेशी कामदार सम्बन्धी फोहोमे देहे बिमाको बारेमा मुतको सोधेर थेरापाल्सुइट्टा अथवा थापाल्सुइट्टा जवाब दिन सक्नु। 12 फोहोमे खाइ भादा बिमामा दर्ता गर्नु, बिमा भर्नु। 13 फोहोम रियरुल बिमा शुल्क नेदा तिर्नु अथवा नाबी भादा भन्छ। किस्ता बुझाउनुलाई चाहिँ नाबिब भन्छ है। यो किस्ता नबुझाएकोलाई चाहिँ छेनाप भन्छ होइन। 14 मा बोम गुमुल छङ्गु आदा बिमा रकमको दाबी गर्नु। 15 छिगुम अहिले सिमसारुल फात्ता छिगुप भुक्तानी, सिमसारुल फात्ता भनेको भुक्तानीको लागि भुक्तानीको बारेमा चेक जाँच गर्नु, एक्जामिनेसन गर्नु, परीक्षण गर्नु है, दिँदा मिल्छ मिल्दैन भनेर। 16 मा बोम गुमुल फात्ता अथवा थादा बिमा रकम लिनु पाउनु होइन। 17 हिवप खुबिय बिदाको तलब, बिदाको बेला दिने तलब। 18 छाङे फोसाङ्गुम, छाङे अपाङ्गता भइहाल्यो, फोसाङ्गुम भनेको क्षतिपूर्ति रकम लेखेको छैन, क्षतिपूर्ति मात्रै लेखेछ, बुझ्नु होला। 19 मा सादे साहे बोम भनेको सादे 4 भइहाल्यो, सा भनेको 4 मुख्य साई बोम सामाजिक बिमा 19 को है। अब 20 मा हेर्नुहोस्। 20 मा के छ। कुकमिन यनगुम नागरिक पेन्सन। 21 को खनगाङ बोम स्वास्थ्य बिमा। 22 को सान्जे फोहोम सानप छे भनेको होइन औद्योगिक अथवा उद्योग हानि बिमा। 23 को खोयोङ बोहम रोजगार बिमा। 24 मा हेर्नु भने सँगै छ वर्ड मिनिङहरू। अनि इप्चुङ प्रमाणित गर्नेलाई इप्चुङ भन्छ। उइर्यो फी मेडिकल खर्च अथवा चिकित्सा होइन उपचार गरेको खर्च। नुगुना जो कोही एनीवान एनीबडी। अनि पछाडि हेर्नु भने हेथेक लाभ। त्यसको पछाडि फ्यङवन अस्पताल भइहाल्यो, फीले खर्च, फ्यङवन फी भनेपछि अस्पताल खर्च। त्यसको पछाडि साब्जु रोजगारदाता मालिक भनौँ न। त्यसको पछाडि छे हादा भने चाहिँ मात्नु मात्र भनेर लिएछु। यो हामीले बेसी खायो भने खाना खाँदा नि मातिन्छ नि होइन, मात्यो भन्छ रक्सीले मात्ने होइन, खाना खाएर मात्नेलाई छे आधा पचाउनु नसकेको अवस्थालाई है। अनि त्यसको पछाडि इवन आधा अस्पतालमा भर्ना हुनु। अब 25 मा हेर्नु भने नुन फारामे भनेको छ होइन, यसको परिभाषा नुन फारामे। नुन फारामे चाहिँ थोङसाए पुत्थ क्रियामा टाँसेर आफे नेयोङी अगाडिको विषयवस्तु, यहाँ नकारात्मक आयो कि आएन, फुजङ चगिन खेलग्वा नकारात्मक परिणाम नतिजा तोनन अथवा एसाङ हाजी मोथान नसोचेको खेलग्वाए देहान नतिजाको बारेमा इयुना वनिनुल कारण अथवा हुने कारणलाई नाथानिन्दा जनाउ छ भनेपछि नुन फारामे भन्दा के बुझ्नु पऱ्यो सर्टकटमा, एकोले ने कारणले भन्ने हो। तर यो चाहिँ जहिले पनि नकारात्मक सेन्स होइन, नकारात्मकमा मात्रै युज हुन्छ भनेर बुझ्नु होला है। अब 26 मा हेर्नुभयो भने आन्जन वारुल सेफ्टी बुट आन सिन्ताबाट आनसिनन फारामे नलगाएकोले भनेर मात्रै लेखिदिएको छु। नलगाएको कारणले एकोले भनेर बुझ्दा हुन्छ है। नलगाएकोले फादागे भुइँमा मिक्कुर जसयो भुइँमा चिप्ले। किन चिप्ले त नेगेटिभ सेन्स होइन, जुत्ता नलागेकोले, सेफ्टी जुत्ता नलागेकोले भुइँमा चिप्ले भन्दैछ है। अब 27 हेरौँ साथीहरू। फिगा वर्षा पानी नमोमानी ओनन फारामे धेरै परेकोले अथवा धेरै परेको कारणले
ओहु छागबुल दिउँसोको काम मोथेसयो गर्न सकिन 28मा दुईटा डायलेक्ट छ गारना वे य हेङ्गुल किन भ्रमण मोखासयो जानु भएन भन्दैछ। नाले के भन्यो खाम्गिए खल्लिनन् फारामे रुगा लागेकोले अथवा रुगा लागेको कारणले मोखासयो जान सकिन। 29 अब त्यो दोहोरिने हो जहिले है मक्ता खानु थुल्था प्वाल पार्नु नमजिदा लड्नु छिरादा रङ लगाउनु रङ रोगन गर्नु। 30 छेहानगत काथायो अघि भनेको थियो नि छ्यादा भनेको मार्नु बेसी ओभर इट गरेर बेसी खाएर अपच भएको माते जस्तो भयो भने चाहिँ छ्यादा भन्छ। छ्यानगत काथायो माते जस्तो लागेछ के गरेर त बेसी खाएर है। अनि पछाडि हेर्नु भने वनमोगे काठमा खुमङ काठमा प्वाल। 31 को थासी फेरि छागभेया थियो काम गर्नु पर्यो काम गर्नु पर्छ भनेको है। 32 को थारिरुल थाचसयो खुट्टामा चोट लाग्यो खुट्टा चोट पर्यो। 33 तर जिदा भने खस्नु पनि हो खाली हुनु एम्टी हुनु पनि हो है सिद्धिनु भनौँ न। सागोरुल थाङादा दुर्घटनामा पर्नु अनि खोजाङ्गिनादा बिग्रनु नोत्ताबाट नोक्को खाँदा राखेर जानु छोडेर जानु है। 34 मा अझे हिजो फ्याङ्गने अस्पतालमा वे किन खासयो जानुभयो। 35 को वे किन ओनुल आज फोम खाइबुल बिमा दर्ता मोथेसयो गर्न सक्नु भएन भनेर प्रश्न गर्दैछ है। अब 36 मा हेर्नु भयो भने छिगुम अहिले सान्जे बोहोम गुमुल उद्योग हानि बिमा रकम फाटको हिस्सयो प्रश्न गर्दैछ लिइराख्नु भएको छ। 37 मा वे किन अझे हिजो नित्के ढिलो गरी अबेर थेगुन हेसयो ढिलो छुट्टी गर्नुभयो। 38 मा हेर्नुहोस् वर्डहरू छ सादारी भर्याङ हरी कम्मर खाप्चागी 81 अचानक खक्चङ अथवा खोमिन भने चाहिँ पीर चिन्ता है। 39 मा खोयङ अगाजे रोजगार अनुमति प्रणाली इपिएस होइन एम्प्लोइमेन्ट पर्मिट सिस्टम। पछाडि हेर्नु भने छिकचाङ भनेको कार्यस्थल भयो यिनले व्यक्ति बनायो कार्यस्थलको व्यक्ति भनेपछि कर्मचारी कामदार। 40 को पाल्ली आल्य जोया गेसयो भन्दैछ पाल्ली छिटो आल्लिदा भनेको बुझाउनु बताउनु आल्य जोया गेसयो बताउनु पर्यो बुझाउनु पर्यो बताइदिनु पर्यो बुझाइदिनु पर्यो। 41 मा हरि सुसुरुल कम्मरको शल्यक्रिया अपरेसन फाट्टा लिनु। पछाडि हेर्नु भने उइरो फी हेटेक उइरो फी मेडिकल फी भयो भने त मेडिकल उपचारको खर्च हेटेक भने चाहिँ लाभ बेनिफिट्स। 42 मा हेर्नु भने खोङजाङ एस कारखानामा सोनुल थाचिदा हातमा कारखानामा हात चोट लाग्नु हातमा चोट लाग्नु। पछाडि हेर्नु भने सान्जे बोहम गुम अघि पनि आएको थियो होइन उद्योग हानि बिमा रकम काममा कम्पनीको कामको सिलसिलामा के चोटपट लाग्यो भने सान्जे बोहम चाहिँ आउँछ है उद्योग हानि बिमा। 43 मा मुसुन इल्लो के कामले ओसेसयो आउनुभयो के कामले आउनुभयो। 44 मा हेर्नुहोस् त यो 44 र 45 उच्चारणको बारेमा हो के र इप लगाएर केन्निप होइन केन्निप अगाडि पनि आएको थियो है केन्निप भन्ने सिलामको पात नामु रुख भयो नामु हिप भनेपछि नामुनिप नामु हिप भन्दा केही फरक पर्दैन तर न जस्तो सुन्छ भन्नु खोजेको नामु हिप भनेपछि रुखको पात। 45 मा फेगे भनेको सिराने भयो फेगे खासित भनेको छ नि त होइन फेगेन नित भनेको छ होइन फेगेनित भनेको चाहिँ के अरे फेगे भनेको सिरानीको खोल भनेर बुझ्दा भयो है। अब 46 मा छिल्ब्याङ रोग छाङे चोटपटक छाङे अपाङ्गता होइन अपाङ्ग अथवा अपाङ्गता सामाङ मृत्यु है। 47 मा हेर्नु भने छेहे क्षति हानि नोक्सानी त्यसको पछाडि छेबुल इमगुम भनेको चाहिँ तलब पाउनु नसकेको तलब त्यसको पछाडि थ्वेजिकुम अवकाश रकम अनि लास्टमा फल्गुम भनेको जरिवाना फाइन पेनल्टी है। 48 मा वेगुगिन गुल्लोजा छन्योङ बोहोम अगाडि नै आएको थियो जस्तो लाग्यो वेगुगिन गुल्लोजा विदेशी कामदार छन्योङ बोहोम भनेपछि कामदारको लागि मात्र बिमा। 49 मा छुल्गुक मान्गी बोहोम प्रस्थान अवधि पुरा भएको बिमा होइन प्रस्थान अवधि घर फर्किने दिन पुरा भएको बिमा। 50 मा खिगुक भनेको स्वदेश फर्किने आफ्नो देश फर्किने फियोङ खर्च बोम बिमा खिगुक बियोङ बोम भनेपछि स्वदेश फर्किने खर्च बिमा। 51 मा इमगुम छेबुल तलब नपाउनेलाई इमगुम छेबुल भन्छ अनि फोजुङ ग्यारेन्टी बोमले बिमा तलब नपाउने ग्यारेन्टी बिमा है।
52 को साङ्हे बोहम, साङ्हे भने चोटपटक बिमा व्यक्तिगत भनेर ब्र्याकेटमा राखेको छु। यो कम्पनीमा होइन, बाहिर होइन, कामको सिलसिला बाहेक अरू काममा चोटपटक लाग्यो भने साङ्हे बोहमको प्रयोग गर्नुपर्छ है। 53मा अब हेर्नु त इल्सिगुम 1 पोइन्ट पेमेन्ट होइन, एकै पटकमा तिर्ने। अनि छिन्दान्स डाक्टरी रिपोर्ट भइहाल्यो, मेडिकल रिपोर्ट। अनि फोहम याक्चङ बिमाको सम्झौता। फुदाम अप्ता, फुदाम भनेको बिहोर्ने हो, फुदाम अप्ता भनेको बिहोर्नु नपर्ने। छेगेलादा निष्कर्ष गर्नु, करार गर्नु होइन, सम्झौताहरूलाई निष्कर्ष गर्नु, करार गर्नु। सागो इप्चुङ सर्यो, सागो दुर्घटना, इप्चुङ प्रमाणित गर्ने, सर्यो कागजात दुर्घटना भएको हो भनेर है। अनि छुल्गुक एजङ सासिल भागिन्छ भने चाहिँ यो चाहिँ अब छुल्गुक एजङ भनेको अपेक्षित प्रस्थानको मिति होइन, प्रस्थानको चाहिँ पुष्टिकरण पत्र, यति गते चाहिँ म जानेछु भनेर पुष्टि गर्ने पत्र भयो। तल 54मा हेर्नुहोस् छिनानबन, छिनान भनेको गत, अस्तिको भनेको अस्तिको पालो। खुतोङान यतिन्जेल अहिलेसम्म। फिर्योहान बियोङ आवश्यक खर्च, आवश्यक पर्ने खर्च है। अब 55 हेरौँ। इरुल माछीको काम सिधाएर छिबुरो घरतिर, घरमा थोरा खाल्टे फर्केर जाँदा फर्किने बेलामा। 56 को थायाङ्गी भनेको धन्य गरी अथवा भाग्यवश। त्यसको पछाडि थेजी कुमुल अवकाश रकम चाहिँ छङसान आगी छने, हिसाब किताब मिलाउन अगाडि लिन अघि भनेको है। अब 57मा रेयमेन उरेमेनको परिभाषा छ। ने हो भनेको रेमेन उरेमेन। रेयमेन उरेमेन हुन् चाहिँ दोङसाए पुत्थ क्रियामा टाँसेर आप छरे अगाडिको हरफको ह्याङ्गिरुल हागो सिप्कना कार्य गर्ने मन भएको अथवा आप छरे साङ्गी अगाडिको हरफको स्थिति चाहिँ इरो जिगिरुल हिमाङ हान्दाम्यन पुरा होस् भन्ने आशा गर्छ भने तुई छरे ह्याङ्गिगा पछाडिको हरफको कार्य चाहिँ फिर्यो हामुल नाथा निन्दा आवश्यक पर्छ भन्ने जनाउँछ। अगाडिको होस् भन्ने, अगाडिको हरफको कुनै काम होस् भन्ने चाहिँ पछाडिको हरफ पनि आवश्यकता पर्छ भनेर जनाउँछ। रेयमेन भनेको ने हो भने हो नि त होइन। हान्कुगे खारेमेन कोरिया जाने विचार छ भने, कोरिया जाने हो भने हान्कुगो निङ्रेक्सियमुल कोरियन भाषाको दक्षताको परीक्षा चाहिँ हाक्या केया थियो, पास गर्नु पर्यो जाने हो भने होइन, कोरियन भाषामा त्यो ने हो भने भनेर बुझ्नु न। तल मक्ता खानु, मगुरेमन खाने हो भने। 59 को खादा जानु, खारेमेन जाने हो भने। नोल्दा खेल्नु, नोल्यमेन खेल्ने हो भने। 60 हेर्नुहोस्। छम्सिमुल मक्ताबाट मगुर्यमेन लन्च खाने हो भने। कुनै सिक्ताङ रो खामेन थियो, क्यान्टिनमा होइन, कुनै सिक्ताङ भनेको आफ्नै एरियामा भएको सिक्ताङ भयो, क्यान्टिनमा खामेन थियो, गए हुन्छ, गयो भने हुन्छ है। अनि 61 को सिप्के सजिलै गरी छाप्छोरुल झारलाई अप्सेरेमेन हटाउने हो भने। एछोगिरुल ग्रास कटर होइन, झार काट्ने मेसिन सायोङ आसेयो प्रयोग गर्नुहोस्। अब 62मा खोभुल खोगिरुल अब सेकुवा भनौँ मान्दुल्यमेन बनाउने हो भने। खोगिवा मासु र छेसोरुल सागसब्जी साया थियो किन्नु पर्छ। 63 हेर्नुहोस्। छार आधा राम्ररी गर्नु, इयोङ आधा प्रयोग गर्नु, छङ्गु आधा दाबी गर्नु, फात्ता लिनु पाउनु, छियप आधा काममा लाग्नु। 64 थोङ्यक सबिस दोबासे सेवा, वेगुक इल्यक विदेशी कामदार साङदाम परामर्श सेन्टरले केन्द्र। 65 को सागोरुल दुर्घटनालाई इप्चुङ हाल्सुइनन प्रमाणित गर्न सक्ने सरियुगा कागजात डकुमेन्ट्स फिर्यो हेयो आवश्यक छ, आवश्यक पर्छ। 66 को हान्कुगो निङ्रेक्सियम कोरियन भाषा क्षमता अथवा दक्षताको परीक्षा। 67 को छागप जाङुल उम्गिगो सिफयो, छागप जाङ कार्यस्थल उम्गिगो सिफयो सार्ने मन छ, द्याट मिन्स फेर्ने मन छ। 68 मा काटुन अप्चोङे छ एउटै उद्योगमा से नयाँ वेसारुल कम्पनी चाहिँ छात्ता खोज्नु, एउटै क्याटेगोरीको नयाँ कम्पनी खोज्नु भनेको है। 69 मा छाङे बोसाङ्गु मूल अपङ्गताको क्षतिपूर्ति रकम चाहिँ फाटको सिपयो लिने मन छ। 70 को छिन्दान सरुल डक्टरी रिपोर्ट अथवा मेडिकल रिपोर्ट छेचुलादा पेश गर्नु। 71 मा हेर्नु भने इरुल माछीको काम सिधाएर थोरा खाल्टे फर्केर जाने बेलामा फिर्योहान आवश्यक पर्ने। फियोङुल खर्चलाई मिरी अगावै चुन्बी हागो सिफयो तयार गर्ने मन छ। खिगुक के भन्छ फियोङ बोम होइन त। 72 मा त्यही छ होइन, खिगुक पियोङ बोमे
स्वदेश फर्किने खर्च बिमामा खाइबाँदा दर्ता गर्नु। यही माथिको 71को कुरा चाहिँ 72को चाहिँ 71मा भनेको। 73मा हेर्नुहोस् त, छुलगुक छने प्रस्थान अघि छुलगुक मान्गी बोहम गुमुल प्रस्थान अवधि पुरा भएको बिमा रकम चाहिँ सिन्छाङ आगो सिफयो आवेदन गर्ने मन छ, आवेदन दिने मन छ। 74मा छुलगुक एजेन्ट सिन्गोरु लादा, यसको लागि के गर्नु पर्यो त, अपेक्षित प्रस्थानको रिपोर्ट गर्नु पर्यो, म यति गते जाँदैछु भनेर है। 75मा खुरसेयो त्यस्तो हो खुरन्दे तर खुक्का बेल्लो देशअनुसार राष्ट्रअनुसार है। 76मा छियप खेगुल रोजगारको तालिम फादुल ते लिने बेलामा याक्चङ्गुल सम्झौता चाहिँ छेगेल हागना निष्कर्ष गर्ने अथवा करार गर्ने अथवा फ्याल्दोरो अलग गरी फोहम साए बिमा कम्पनीमा खास गएर खाइ बाँधा दर्ता गर्नु। 77 सिन्छङ सवा आवेदन पत्र एप्लिकेसन पेपर र सिनबुन्जुङ आइडेन्टिटी कार्ड हैन परिचय पत्र छिन्दान्स डक्टरी रिपोर्ट अथवा मेडिकल रिपोर्ट छेचुलादा पेश गर्नु। 78 को युयोङहान फेवन उपयोगी अभिव्यक्ति 79 अल्गुरी अनुहार छोवा फयो राम्रो देखिन्छ खुसी देखिन्छ भनेको। अब 80 हेर्नुहोस् छौन इलिसयो राम्रो काम छ केही राम्रो छ भन्दैछ। 81 मा ने हजुर थाउम हिउगाटे आउने बिदाको बेला खाजोक दुरी परिवारहरू हानकुगे कोरियामा ओगिरो हेस्सयो आउने भएन। अब 82 मा हेर्नु भने वेगुगिन गुल्लो जानन विदेशी कामदार चाहिँ हानकुगे कोरियाको मोदुन सबै गुल्लो जागा कामदारले खाइ भानन दर्ता गर्ने सादे साहे बोहमग्वा 4वटा मुख्य सामाजिक बिमा र वेगुगिन गुल्लोजा छन्योङ विदेशीको लागि मात्र बोहमे बिमामा खाइबे आम्निदा दर्ता गर्नु पर्दछ। 83 मा सादे साहे बोहम अघि भर्खर माथि आएको थिएन 4 मुख्य सामाजिक बिमा। 84 को नोर्याङ भनेको बुढ्यौलीले छ। अब उमेर धेरै खाएपछि नोर्याङ भन्छ अनि त्यसको पछाडि के छ कुकमिन यनगुम नागरिक पेन्सन। 85 को छिल्ब्याङ रोग फुसाङ घाइते अथवा चोटपटक लाग्ने त्यसको पछाडि सम्बन्धित बोहम के भयो खनगाङ बोहम। 86 को सिरप बेरोजगार काम नभएको त्योसँग सम्बन्धित चाहिँ के भयो खोयङ बोहम रोजगार बिमा। 87 को साङे चोटपटक यसको पछाडि सम्बन्धित बोहम के हुने भयो बिमा सिन्छे बोहम सान्जे हुनुपर्ने कसो सिन्छे भयो हैन के अरे उद्योग हानि बिमा टाइप गरेको सान्जे हुन्छ है सिन्जे होइन है सान्जे। 87 को सरी फर दिस। 88 मा बोहमे छोङ्रियो बिमाको प्रकार पछाडि हेर्नु बोहमे मोक्चक बिमाको उद्देश्य खाइप छुजे भनेको चाहिँ दर्ता गर्नुपर्ने विषय भनेपछि कसले चाहिँ दर्ता गर्नुपर्ने भनेको है। अब 89 देखि हेर्नुहोस् त बोम छ अनि त्यो बोम चाहिँ कतिखेर हाल्ने के हो भनेर त्यसको परिभाषा छ है कुकमिन यनगुम 89 को नागरिक पेन्सन अनि पछाडि के भनेर छ नाइगा थुर उमेर खाएर उमेर बेसी भएर सोदुगी आम्दामी चुल्गना घट्ने अथवा अफसजसिलते नभएको बेला कुक्कागा राष्ट्रले 600 हाने निम्नतमको सोदुक फोजाङ निम्नतमको आम्दामी चाहिँ ग्यारेन्टी दिने। अनि कसले भर्नु पर्यो साउजु रोजगारदाता वेगुगिन गुल्लजा विदेशी कामदार। 90 मा खनगाङ बोहम स्वास्थ्य बिमा अब के को लागि छिल्ब्याङ इना रोग अथवा फुसाङुरो इने भनेको चोटपटकको कारणले फाल्सेङ आनन उत्पन्न हुने उइर्यो फी छिवन उपचारको खर्च चाहिँ मद्दत गर्ने सपोर्ट गर्ने कसले भर्ने साब्जु वेगुगिन गुल्लजा हैन रोजगारदाता र विदेशी कामदारले भर्नु पर्यो। 91 मा खोयङ बोहम रोजगार बिमा अब रोजगार बिमामा के लेखेछ त सिल्चिक दुङरो बेरोजगारी यी आदिले सोदुगी आम्दामी चाहिँ इल्सी चगुरो क्षणिक रूपमा अप्सुल्ते नभएको बेला सेङवाल युजी छिवन भनेको दैनिकीलाई चाहिँ कायम राख्नको लागि मद्दत गर्ने कसले भर्ने साब्जु रोजगारदाता वेगुगिन गुल्लोजा विदेशी कामदारले भर्नु पर्यो। 92 हेर्नुहोस् त सान्जे बोहम भनेको उद्योग हानि बिमा हैन उद्योग हानि बिमा 92 को के छ त खुल्लो जुङ काम गरिरहेको बेला फाल्सेङान उत्पन्न हुने साङेना चोटपटक अथवा छिल्ब्याङे दिए रोगको बारेमा कुक्का
कुक्का सानप छेहे गुल्लो जावा भनिन्छ नि त। कुक्काका राष्ट्रले चाहिँ सानप छेहे गुल्लो जावा। अब सानप छे के अरे औद्योगिक हानि भएको कामदार र खु खाजोके उसको अथवा त्यसको परिवारको सेङवाल फोजाङ दैनिकीको चाहिँ ग्यारेन्टी कसले भर्ने हो? साउब्जू रोजगारदाताले भर्नु पर्यो है। अब 93 हेर्नुहोस् त। वेगोगिन गुल्लोजा छन्योङ बोहोम भने वेगोगिन गुल्लोजा विदेशी कामदार, छन्योङ बोहोम भनेको विदेशी कामदारको लागि मात्र बिमा। 94 मा छुल्गुक मान्गी बोहम हैन, अब के अरे प्रस्थान अवधि पुरा भएको बिमा। अनि पछाडि हेर्नु भने वेगोगिन गुल्लोजाए विदेशी कामदारको थ्वेजिकुम अवकाश रकम छिगुप भुक्तानी। अनि कसले भर्ने रहेछ यो? साउब्जू रोजगारदाताले है। 95 मा इमगुम छेबुल फोजुङ बोम तलब नपाएको ग्यारेन्टी बिमामा चाहिँ के भनिन्छ पछाडि? वेसाएस कम्पनीमा मि छिगु भान पाउन नसकेको, भुक्तानी गर्न नसकेको वेगोगिन गुल्लोजाए विदेशी कामदारको छेबुल इमगुम नपाएको तलबको चाहिँ फोजुङ ग्यारेन्टी। यो पनि भर्ने साउब्जू रोजगारदाताले। 95 मा खिगुक बियोङ फोम स्वदेश फर्किने खर्च बिमा हैन। वेगोगिन गुल्लोजाए विदेशी कामदारको खिगुक्सी स्वदेश फर्किने बेलामा फिर्योहान आवश्यक पर्ने फियोङ खर्च छुङदाङ पूर्ति। यो चाहिँ कसले भर्नु पर्यो? वेगोगिन गुल्लोजा विदेशी कामदारले है। अब 97 मा हेर्नु भने साङे बोहम चोटपटक बिमा हो। वेगोगिन गुल्लोजागा भनेछ विदेशी कामदार अब्मुसाङ छेहे इवेरो भनेछ हैन। कामसँग सम्बन्ध नभएको, कम्पनीसँग सम्बन्ध नभएको सागोरो इने दुर्घटनाले गर्दा थाङान आइलागेको परेको साङे चोटपटक, छिल्ब्याङ रोग, सामाङ मृत्यु, दुङे इत्यादि आदिको सोनहे ए डेहान क्षतिको बारेमा फोसाङ क्षतिपूर्ति। अब यो कसले भर्ने? वेगोगिन गुल्लोजा विदेशी कामदारले भर्नु पर्यो। 98 मा खाइपान बोम गुमे दर्ता गर्नुभएको बिमा रकमको देहे भनेछ नि बारेमा यागी हाल्छु इत्ता भन्न सक्नु। 99 को खाइपान बोम ए दर्ता गर्नुभएको बिमाको फोम गुमुल बिमा रकम छङ्गु हाल्छु इत्ता दाबी गर्न सक्नु। लास्टको सहीको वेगोगिन गुल्लोजा बोमे देहे विदेशी कामदार बिमाको बारेमा मुतको सोधेर थेदा पाल्छु इत्ता जवाब दिन सक्नु। ल 60 भाग पनि ल टक्कै सहीमै सिद्धेछ साथीहरू, राम्ररी पढ्नु होला। अन्तिम समय हेरिदिनु भएकोमा धन्यवाद। कस्तो लाग्यो धेरै धेरै माया गरिदिनुहोस्। सब्सक्राइब, लाइक, सेयर एन्ड कमेन्ट गरिदिनु होला। भागको सिद्धियो। अब पछि के आउँछ ग्रामर आर्टिकल सम्बन्धी फेरि चढाउँदै गर्नेछु है समय निकालेर। खामसाम्निदा नाजुङे तोमन्नायो अन्यगिसेयो।